हेलो गुड आफ्टरनुन ब्युटिफुल पिपल सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै सन्चै आरामै छु अनि होप तपाईहरुको दशैं दामी राम्रो होला तिहार पनि त्यस्तै दामी राम्रो रमाइलो खतरा नै होस् क्लाइमेट त्यस्तै भइदियो है अनि म चाहिँ त्यस्तै अहिले फेरि तामाकोसीतिर यसो जानु लाग्यो कि लाइक त्यहाँ तामाकोसी खत्रो भएछ अनि यसो हेरेर चेक गरेर नआउनु पर्यो अरू त त्यस्तै हो यार बाटोमा भेटौँ नि त सो गाइस म अहिले तामाकोसीतिर जाँदै हो ल्याङ भइरहेको हेलमेटको होल्डर थियो कि फोन होल्डर त्यो नै अब उतै काठमाडौँतिरै छुटेर आइदिएछु कि कस्तो ल्याङ भयो कि अब मोटो भ्लगिङ चाहिँ अलिक हुँदैन होला त्यो हेलमेटको कि अगाडिको हुन्छ नि त्यो फोन होल्डरहरू गोप्रो होल्डरहरू त्यो नै अब बिर्सेर टेन्सन भइदियो तर केही छैन अर्कै के जुगाड गरौँला अरू त्यस्तै हो कपाल सपाल नि काट्यो बिहान आज पानी परिरहेको थियो त्यसो अहिले चाहिँ हल्का यतातिर रोकियो घाम चाहिँ अलिक आउँला आउँला जस्तो देखिन्छ अरू त फाइन इज चिल सोसी दे तामाकोसी खासै धेरै ठुलो पनि छैन होला हो ठिकै होला होल्डर नभएर एक हातले सिकेको अनि एक हातले फोन पाउडर घर पनि लाग्छ के गर्नु होल्डरै छैन ऱ्याङ भएर अन्त पछि पनि खासै त्यस्तो फ्लो त छैन होला जस्तो लाग्यो यस्तो हल्का बुझ्दाखेरि माथि हेर्दाखेरि बन्द त खासै त्यस्तो फ्लो त छैन होला पनि हेरिदिउँ भन्नु अल्छी लाग्छ होल्डर भयो तर रकी दिन चाहिँ के भन्दाखेरि म यहाँदेखि फर्केको त्यही दिन के अरे हल्का पहिरो गएछ होइन अनि फर्केर आउँदा फेरि फर्किँदाखेरि त्यही दिन बाटो बनिन्छ त्यो पहिरो त्यस्तो आजु जाँदै गइसकेपछि भइसक्यो बाटो भएर राम्रो घरमा गाडी रोक्नु पनि परेन गाडी पहिरो स्टेसन गएको छैन सो अहिले तामाकोसी आइपुग्न आँट्यो खास धेरै ठुलो पनि नअगाएको थियो यहाँतिर जो छैन अलिअलि गएको रहेछ क्या तर डोजर ल्याएर अनि अलरेडी बनाइसक्यो भन्छ कि गएको यो पहिला नि खासै ठुलो त होइन धेरै त ठुलै रहेछ त्यसको चाहिँ डेन्जर खतरा नै बाङबुङ बाङ भनेको होइन त्यसको कि ल अहिले यहाँ फेरि पानी नि परेको छैन नि त हिजो अस्तितिर त परेको थियो तामाको फेरि पानी परेन होला होइन रोकिँदै पर्दैछ होला यो खासै अरू ठाउँ कि पोखरा जाने बाटो टाइपको अलिक छैन कि यहाँ धेरै नि गएन उता धुलीखेल साइडतिर चाहिँ गयो होला अनि डोलरघाट साइडतिर चाहिँ अति नै बढ्यो होला त्यहाँतिर चाहिँ अलिक पहिरो गयो होला एकछिन तल अलिकति अगाडि जाउँ भएको के भएको छ पुलदेखि हेरौँ है तामाकोसी आइपुग्यो है कोसी कस्तो हुन्छ कोसी यस्तो छ पहिला जति थियो त्यतिको छ त यार ठिकै छ कोसी पनि जानु रहेछ कोसी कस्तो चाहिँ हुन्छ यार कोसी त्यस्तै छ लाइक म त यो ब्रिजहरू पनि पुरा ताका भएको थियो नि पुरा होइन
माथि माथिसम्म आएर अनि घरसम्म अलिकति प्रब्लम भएको जस्तो लाग्थ्यो कि खासै त्यस्तो केही पनि भएको छैन यहाँ त क्लियर एन्ड फाइन यार सब ठाउँमै छ पहिला बरु पहिला चाहिँ अलिक सुक्खा थियो होला होइन पानी परेर अलिकति खोला चाहिँ बढेछ त्यति हो बाइकमा चाहिँ ट्राभल गर्नुहुन्छ होला गाउँसँग गयो दोलखा साइडतिर आरती जाति गऱ्यो भने खास प्रब्लम त छैन त्यस्तो लाइक आत्तिनु पर्ने दायाँ बायाँ चाहिँ छैन बिस्तारै मजाले ट्राभल गऱ्यो जो छैन रेनको सेनकोटहरू हल्का चाहिने सामानहरू टिकटको बोकेर आएछ मजाले हुन्छ फोकरमा यतिकै जोरमा जस्तो मात्र भइरहेको थियो फ्रेस भयो यता आएर न त के त भएन त्यही भनिहालेँ नि अलिअलि त्यही खोला चाहिँ अलिक बढेको रहेछ त्यही त हो त्यहाँबाट भइरहेको थियो अब बाइकमा लिएर फुल के तर्न आँटेको थियो नि त अनि त्यहाँको मान्छेको आँटीहरूको यतिकै हाँसिरहेको थियो र ठुलै गएछ कि क्या हामी त बारी पिरिँदै भएको त्यही हेर्न आएको क्या जस्तो लागेको छ क्या हाँसिरहेको अनि भाले भयो हाँस्यो त हेर्न त अब त्यहाँ कस्तो थाहा पाइरहेको थियो एक छैन सो होल्डर नभएर होइन भ्लगिङ सिनहरू स्टोरी गर्नुपर्दा चाहिँ होइन रमाइलो लागिरहेको छ मलाई तपाईँको 35 किलोमिटर 30 भन्यो कि 35